हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। गाइस, दिवाली सकिसक्यो होइन। अन्त हाम्रो यो फुलझडी चाहिँ सकेको छैन। खाना खाएर चाहिँ हेर्नु नि, एउटा चाहिँ रेडी छ, म पनि रेडी नै छु, यो पनि रेडी छ। यस्तो के हो, भुइँमा फेरि घुम्ने पनि छ। अन्त यो तर त्यस्तो राम्रो हुँदैन रहेछ। मैले यो मात्रै पाएँ होइन दोकानबाट, अन्त यही लिएर आएँ। किनभने यो चाहिँ मैले नानीदेखि सल्काएको हो नि त। अन्त चाहिँ ती 3वटा छ, एउटा चाहिँ 31st जलाएँ भनेर चाहिँ अब स्टार्ट गर्नु आँटेको। तपाईँ हेर्नुहोस् ल, आयोस् मेरो बर्थडे कहिले कहिले बर्थडेमा कसले फुलझडी पकाउँछ है गाइस, जलाउँछ है। अब हामी जलाएर आउँछौँ ल, नक्कल पार्नु तपाईँहरू। किन्नेबाट एक तलमा यस्तो तर यो त्यस्तो राम्रो हुँदैन रहेछ। ह्याप्पी दिवाली वन्स अगेन। मेरो कलर गरिसक्यो, मेरो गरिसकेको अब पनि म अगाडि सर्काउने त सकिसकेन, यसको सकेर पनि राख्दैछ। मेरो त रातो भएर त्यो हेर्नुहोस् है, कस्तो खतरा देखेँ। अब बारी छ यसको, यस्तो भुइँमा चक्का जस्तो घुम्ने। यत्रो नङले ठ्याक 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 गर्नु नि, उनीतिर आउँछ नि यस्तो गर्दै देखाउँछ नि। मेरो चाहिँ फोन देखाएको त भेटमै के, तर यो त सानोमा रहेछ नि। यो पनि यो चाहिँ सानोमा रहेछ, भुइँमा फेरि घुम्ने। मलाई पनि त्यो उयो बोजूले यो कस्तो मैला राख्यो, बाजेहरूले यसरी मलाई पर्दैन। त्यो बोजूहरूले गरेको थियो नि यहाँ, त्यहाँबाट जुन उडेको पाइन नि त, स्टकै थिएन नि त, ल्याउ थियो नि त। हावा चलिरहेको रहेछ, होसियारले गर्ने। हात जल चाहिँ जल्नु पनि सक्छ नि, अस्ति हात जलेर यो भइरहेको छ। के भयो त्यो फेरि आकाशमा त्यो स्टार उड्छ नि, हो त्यस्तो चाहिँ सल्केन अरे होइन। सल्काउनु पऱ्यो, राख्दा चाहिँ फेरि अचानक सल्केर